साथीहरु अब चाहिँ हामी मुक्लम गर्न लागेको छौं। मेरो युट्युब च्यानलमा बहिनीलाई स्वागत छ, धन्यवाद। र हामी चाहिँ अब मुक्लम गर्न लागेको मेरो बहिनी उहाँ चाहिँ हुनुहुन्छ। अब चाहिँ हामी खाना स्टार्ट गरौँ ल साथीहरु। ल स्टार्ट गरौँ है त भाउजू। म चाहिँ पहिला सुरु यो रामेनबाट गरे है त। रामेन खाऊँ। खाना स्टार्ट गरेँ साथीहरु। मैले यो चाहिँ मेरो भ्युअर्सहरुको लागि। ए मैले त सम्झिनै बिर्सेँ। कुली बनाओ साह्रै मिठो रहेछ त रामेन त। हजुर रामेन हजुरले होला। रामेन चाहिँ मेरो बहिनीले बनाइदिनु भएको हो। के हो त्यो बहिनीको नाम? बहिनीको नाम बहिनीको नाम रश्मि आचमी हो। ओहो कस्तो मिठो भएको त। उहाँलाई धेरै धेरै धन्यवाद। कस्तो घुमेको र। म चाहिँ अब मोमो ट्राई गर्छु है। मोमो चाहिँ भाउजूको होला है त। अचार पनि मिठो भएर रहेछ। फुलले बनाएर रहेछ अचार। अचार चाहिँ साइडमा बस्ने बहिनीले बनाउनु भएको हो। मलाई रेसिपी देऊ है आएपछि। घरमा यस्तै बनाएर खानु पर्यो। कस्तो लागिरहेको भाउजू हजुरलाई? मिठो। हजुरलाई कस्तो लागिरहेको छ? सुपर मिठो। सुपर मिठो। यस्तो छ है हाम्रो मोमो। भाउजूले डेन्जर पिरो भएर बोल्नै सक्दैन। एकदम पिरो छ त्यही भएर हो। यस्तो पता छैन। झन्डै लागेन अरे। एकदम पिरो हो। म चाहिँ खाना गइरहेको छु। कमेन्ट खाइसकेपछि पिरो चाहिँ हुनुपर्छ कि भाउजू। अर्को सिजनमा आँप चाहिँ खानुपर्छ साथीहरु। म चाहिँ एकदम आँप लवर परेँ कि त्यही भएर यसरी खाने गर्छु। कति पिरो भएर लौटी लाग्छ क्या भाउजू।
जिब्रो पठाउँदै खानु न मलाई फेरि अचार धेरै चाहिन्छ कि हजुर अचार नि मिठो भएछ पोख्यो यस्तो गरेर खानुपर्छ कि भाउजू मिठो गरी खानुपर्छ है खाइल मजा आयो डेन्जर मजा आयो हजुर डेन्जर गर्ने हो मजा आउने जस्तो गर्नुभन्दा कति चाहिँ एक्लै मैले मुकबाङ गरिरहेको थिएँ अनि आज चाहिँ बहिनी आउनु भएको एकदम मजा के भिडियो पनि भयो मिठो होइन यो करेन्टमा सुप चाहिँ पुरै हाल्नु हो हजुर यो गरेर चाहिँ यस्तो पिरो भएको तर मजा भयो हजुर म पिरो खान सक्छु कि हो बिहान गर्दैछु म पनि पिरो खानुलाई खानुपर्छ हजुर यसले पेटमा भएको ब्याक्टेरियाहरूलाई मार्छ अरे क्या हजुर पिरो खायो भने कोक खान पऱ्यो है साथीहरू मैले कोक थप्नु पऱ्यो म भाउजू अहिले म बरु थप्छु भने आदि काटोमै नसक्नु होला क्या खाल्न मात्रै म यत्रो नहाल्नु मुन्दै खानै कोक भन्दै 2 गिलास सक्न लाइसक्यो ग्यास्ट्रिक हुन्छ त्यसलाई ढ्याउ ढ्याउ गर्नुहुन्छ अहिले होइन ग्यास्ट्रिक झन् फाल्छ त कोकले ठिक गर्छ कोक ओ माई गड म त लास्ट पिरो है भ्याएपछि अब भ्याए त सक्दैन बनाइदिनु न भ्याउन लाग्छ यता बल 9 मिनेट भयो बनाइदिनु त त्यसमा काटकुट गरेर हाल्दिनु नि त छोडिदिनु त्यसो आप त खानै पाएन खानु भएन हजुरले त्यो भिडियो सक्नु कति ठाउँमा कट गर्नुपर्छ अझै खानु न गम अन छ कस्तो पिरो भयो यो खाना गइरहेको छु म चाहिँ पिरो भयो साथीहरू म चाहिँ पनि खानु पनि त्यस्तो गर्नु होला फोकस
मिठो है मिठो और कस्तो जाने यही छ तर यो फोहोर त होइन यस्तो गरेर मात्रै खाएको गर्दा पनि केही हुँदैन यस्तो पिरो भयो हजुर मिठो पिरो टक्क टुक्क आँप पनि अमिलो छ के भयो अब त यो पेट बढ्दै छ एउटा आँप चाहिँ खाइदिन्छ है अन्तिम भइसक्यो साथीहरू अब ब्याग छ कोक खाँदैछौँ हामी बिस्तारै बिस्तारै म त सक्दिनँ दाइ म दिदी म भाउजू पनि मै हो ल अब चाहिँ हामीले खाइसक्नु सक्यो बिस्तारै बिस्तारै खाऊँ भेरी स्पाइसी टिङ टिङ बज्नु कोही कोही फेरि हामीले त चियर्सै गरेर भाउजूले ए हो ठिक छ केही छैन सुरुवात हुनु त यहाँ सिक्दैछु नि त त्यही भएर बिस्तारै बिस्तारै कस्तो शान्त भयो पिरोलाई आनन्द भयो कट एकछिन अब अझै भएन अब लास्ट इन्डिङ गर्छु फिनिस भयो स्टार्ट गरिदिनुहोस् फर्स्ट अफ अलमा चाहिँ आज स्पाइसी करेन्ट खाइयो अनि मोमो सबैभन्दा मिठो चाहिँ हजुरलाई के लाग्यो त मोमो कि करेन्ट मोमो चाहिँ कस्तो लाग्यो नि ठिकै 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 ठिक छ त्यसो भए अनि आज चाहिँ हामीले मुकबाम गर्ने सधैँ चाहिँ म एक्लै हुन्थेँ किनभने आज चाहिँ मेरो साथमा बहिनी पनि हुनुहुन्छ फर्स्ट अफ अल त उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने मेरो युट्युब च्यानलमा आइदिनु भयो उहाँलाई बहिनीले के को धन्यवाद होला अनि त्यसपछि चाहिँ आज चाहिँ हामीले खायौँ मुकबाम गऱ्यौँ र भोलिका दिनहरूमा पनि हामी मुकबाम ल्याउनेछौँ साथीहरू अनि हजुरहरूले हेरिदिनु होला माया देखाइदिनु होला
लाइक सेयर बाई लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र हजुर के भन्न चाहनुहुन्छ म आज एकदमै मजा भयो भाउजू हजुर अनि जति पनि हजुरको भ्युअर्सहरू हुनुहुन्छ नि जति पनि बराबर काटिन्छ फेरि फेरि यस्तो गरेर के टेबलमा हल्लाउने क्यामेरा फोकसमा हल्दिने त्यो ब्लर आउँछ के हजुर के भन्न चाहनुहुन्छ आज एकदमै रमाइलो पनि भयो भाउजू होइन हजुर अनि हजुरको जति पनि भ्युअर्सहरू हुनुहुन्छ पहिला सुरुमा त हजुरले गर्नुभएको सपोर्टको लागि धेरै धेरै धन्यवाद अनि अब यसरी नै साथ सपोर्ट गर्दै गर्नु होला भाउजूलाई फेरि पनि लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला बाई आजलाई चाहिँ म भिडियो यहीँ इन गर्न चाहन्छु र साथीहरू बाई बाई ल भयो त्यो भिडियो हेर्दा कति लाज लाग्ने आफैलाई